लोकप्रिय गायिका टिका सानु अब चलचित्रको पर्दामा। गुरुआमा चलचित्र यही वैशाख 25 गतेदेखि प्रदर्शन हुने। लोक दोहोरी विधाबाट आफ्नो गायन यात्रा सुरु गरेकी अहिलेकी बहुप्रतिभाशाली कलाकार टिका सानु टेलिसिरियल कथा माइलीको हुँदै अब ठुलो पर्दाको चलचित्र गुरुआमा चलचित्रमा देखिँदैछिन्। प्रेम सोनी सुनारको निर्देशनमा निर्माण भएको चलचित्र गुरुआमा आगामी नयाँ वर्ष 2083 साल वैशाख 25 गतेदेखि देशभर भव्यताका साथ प्रदर्शन हुने भएको छ। यस गुरुआमा चलचित्रमा वरिष्ठ सदाबहार कलाकार मिथिला शर्मा, गायिका टिका सानु, बहुचर्चित कलाकार बुद्धि तामाङलाई मुख्य भूमिकामा देख्न सकिनेछ भने छोटो भूमिकामा अग्रज कलाकार गौरी मल्लसँगै पूजा शर्माको पनि उत्कृष्ट अभिनय रहेको छ। यस चलचित्र गुरुआमालाई भव्य सफलताको लागि गोवा नेपाली टिभी सपरिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। तपाईँ पनि यही वैशाख 25 गते नजिकको सिनेमा हलमा गएर चलचित्र गुरुआमा हेर्न नभुल्नुहोला। भारतबाट नेपाल पैसा पठाउनु परेमा सम्झनुहोस् सुरक्षित अनि भरपर्दो माध्यम आयामी इन्डियन प्राइभेट लिमिटेड। सम्पर्क गर्नुहोस् पीबी मनी ट्रान्सफर गोवा। फोन गर्नुहोस् 9529405617। तपाईको समस्या हाम्रो समाधान आयामी गरौँ।